डाक्टरले मृत भनेर अन्त्येष्टि गर्न लगेको बच्चा माटोमुनि गाड्ने क्रममा जिउँदै अवस्थामा भेटिएपछि जङ्गलमा राखेर आधी खाल्टो खनिसकेपछि साइडमा राखेको थियौँ। त मामाले भने अब हाम्रो के छ भने अलिकति केही खाइदिउँ भनेर दुध लगाएको थियौँ कि हजुर दुध खाइदिउँ न त भनेर दुध खाने भनेर खोल्दाखेरि त्यहाँ गएपछि भाइहरूले सुनेपछि मैले साँच्ची हो भने साँच्ची भने मैले भने मामा खोल्नुहोस् त एकचोटि हेरौँ बच्चा हेरौँ त भने मैले नै खोल्नु लगाएपछि मामाले खोल्नु भयो। खोलेपछि बच्चा त्यहाँ गएर दुईचोटि अनि यसो हात खुट्टा चलाएँ। हजुर त्यसपछि फेरि म तुरुन्तै फोन गरेँ बच्चा जीवित रहेछ के गर्ने भनेर पछि नर्सिङ होममा अन्तिम हुनुहुन्थ्यो उहाँलाई फोन गरेर सिधै आइसियुको व्यवस्था मिलाउनुहोस् भनेर पछि सिधै त्यहाँ लगेर हामी भर्ना गऱ्यौँ। डुडुवा गाउँपालिका 5 डलैपुर घर भएका कमल ददेल र तारा कसेराको नवजात शिशु मृत भनिएपछि अन्त्येष्टि गर्न लाग्दा जीवित रहेको पाइएको छ। गर्भवती भएकी तारा कसेरालाई श्रीमान कमल ददेलले बच्चा डेलिभरीका लागि मङ्सिर 24 गते अस्पतालमा ल्याइएको भए पनि हिजो बिहान 28 गते करिब बिहान 8 बजे शिशुको जन्म भएको र जन्मने बित्तिकै भेरी अस्पतालमा उपचाररत डाक्टरले बच्चा मृत भएको जानकारी परिवारलाई दिएका थिए। मृत घोषणा गरिएको शिशुलाई अन्त्येष्टि गर्न माटोमुनि गाड्ने प्रक्रिया चलिरहेका बेला शिशु रोएको आवाज आएपछि परिवारले तत्काल उद्धार गर्दै नेपालगञ्ज स्थित एक निजी नर्सिङ होममा उपचारका लागि लगेका थिए। घटनाले भेरी अस्पतालको लापरवाहीप्रति गम्भीर प्रश्न उठाएको छ। त्यो बच्चालाई के गर्नु जीवित छैन भने त हामी लगेर आफ्नो काम गर्नु पर्ला भनेपछि तपाईँहरूले लग्न सक्नुहुन्छ भने डाक्टर साहब आएपछि हामीलाई भन्नु नि त भने मैले डाक्टर साहब आएर पनि गइसक्नु भएछ उहाँले हामीलाई चाहिँ त्यो जानकारी दिनु भएन है। डाक्टर साहबले चाहिँ बच्चा चेक गर्नुभयो कि भएन त्यो थाहा भएन। उहाँले बच्चासँग चाहिँ हुनुहुन्थ्यो नि कुरुवाहरू कोही आफन्तहरू उहाँले कुराले त भन्ने मैले सुनेअनुसार उहाँले चाहिँ कसैले केयरै गरेन कि बच्चालाई कसैले हातै लगाएन भन्दै थियो है। हजुर अनि बच्चा कुराले चाहिँ सिस्टर यो बच्चा अलिक हात चलाएको छ के छ भन्दाखेरि पनि कहाँ देख्नुभयो के देख्नुभयो अनि यो छैन बच्चा तपाईँको बच्चा मरेकै जन्मेको भनेर उहाँले गर्जिमेयर चाहिँ कुरा गर्नुभएछ। हजुर त्यसो गरेपछि अब हामी त अब 6 महिनाको बच्चा 600 ग्रामको जन्मेको हजुर अब हामीले सोच्यौँ 6 महिना 6.5 महिनाको बच्चा 600 ग्राम त पक्कै पनि अब डाक्टरले भनेपछि त हामीले त अब त्यो गर्ने कुरा भएन। हजुर मरिसक्यो होला भन्ने कुरा हामी भयौँ। त्यसपछि ल ठिकै छ त्यसपछि हामी लक्षण बच्चा भनेपछि उहाँले एउटा पेपरमा साइन गराउनु भयो बच्चा लगेर गयौँ। लगेर गएपछि सिधै तपाईँको दलपुरभन्दा माथि एउटा जङ्गल छ ठुलो कुन जङ्गलमा दलपुर जोगिडाँडा भन्छ हजुर सीता सामुदायिक भन्ने जङ्गलमा लगेर खाल्टो खन्यौँ। घरमा पनि अझ लगेर तपाईँको यसो आफ्नो विधिअनुसार अलिकति गोबर सोबर तल लिपेर होइन घरमा लगेर त्यहाँसम्म बच्चाको चाहिँ सास पनि चाहिँ चलेको चाहिँ थाहा भएन भने त पुरै रोल थियो कि बच्चा रोल थियो त्यो भएर नि त्यो साइज अब ऊ हुन पाएन कि त्यो बच्चा पुरै रोल थियो नि त। हजुर अनि त्यो भएर अब हामीले पछि लग्दाखेरि 2-3वटा कपडाले मजाले उ गरेपछि त्यो न्यानो मान्यो होला सायद। हजुर जङ्गलमा राखेर आधी खाल्टो खनिसकेपछि साइडमा राखेको थियौँ। त मामाले भने अब हाम्रो के छ भने अलिकति केही खाइदिउँ भनेर दुध लगाएको थियौँ कि हजुर दुध खाइदिउँ न त भनेर दुध खाने भनेर खोल्दाखेरि त्यहाँ गएपछि भाइहरूले सुनेपछि मैले साँच्ची हो भने साँच्ची भने मैले भने मामा खोल्नुहोस् त एकचोटि हेरौँ बच्चा हेरौँ त भने मैले नै खोल्नु लगाएपछि मामाले खोल्नु भयो। खोलेपछि बच्चा त्यहाँ गएर दुईचोटि अनि यसो हात खुट्टा चलाएँ। हजुर त्यसपछि फेरि म तुरुन्तै फोन गरेँ बच्चा जीवित रहेछ के गर्ने भनेर पछि नर्सिङ होममा अन्तिम हुनुहुन्थ्यो उहाँलाई फोन गरेर सिधै आइसियुको व्यवस्था मिलाउनुहोस् भनेर पछि सिधै त्यहाँ लगेर हामी भर्ना गऱ्यौँ। अब तपाईँको बच्चा चाहिँ जुन अब भेरी अस्पताल त्यो पनि चाहिँ अब पश्चिम नेपालको चाहिँ एकदम सबैभन्दा ठुलो अस्पताल होइन हामी त त्यही विषयमा जुन एउटा सरकारी जहाँ चाहिँ हरेक कागजातले चाहिँ मान्यता पाउँछ सर्वसाधारण चाहिँ उपचारका लागि यहाँ आउँछ। तपाईँको बच्चा जन्मे बच्चा मृत छ भनेर घोषणा गरिदियो यहाँको डाक्टरले मृत त्यो गर्नुभयो। त्यसै बच्चा लगेर गएपछि म अलि अगाडि गएर सम्झेँ मैले कागज चाहिन्छ होला भनेर पेपर म रिटर्न आएँ खै कागज दिनु सिस्टर भने सिस्टर के भन्नु भनेपछि पर्दैन कागज भन्नुभयो। के अप्ठ्यारो त पर्दैन नि हामीलाई फेरि बच्चा त अन्त्येष्टि गर्न अहिले त अवैध बच्चाहरू जन्म पनि फाल्ने त्यस्तो छ भोलि होइन केही अप्ठ्यारो हुनसक्छ भने त्यस्तो केही हुन भन्नुभयो है। फेरि म फर्केर गएर अनि त्यसरी गएर त्यो अन्त्येष्टि गर्दाखेरि जिउँदो अब तपाईँहरू चाहिँ के भन्नुहुन्छ त्यहाँनिर एउटा प्रसङ्ग जोडौँ न जस्तो तपाईँले त्यहाँ बच्चालाई त्यो खाल्टो खनेर त्यहाँभित्र राखेर कस्तो के थियो अवस्था राख्न नपाएको राख्न नपाउँदा आधी खाल्टो खाने थियौँ। हजुर अनि त्यसपछि अब यसो खोलेर दुध सुध खाएर गर्नुपर्छ भनेर खोल्दाखेरि हल्का त्यहाँ गरेर हातमै समात्दैखेरि हातमै भुइँमा राखेको बेलामा करायो त्यो बच्चालाई चाहिँ जुन रोल गरिएको थियो भन्नुभएको छ त्यो प्लास्टिकले रोल गरिएको थियो अथवा कपडाले रोल गरिएको थियो कटनले यस्तरी रोल गरेको थियो कि सँगसँगै बच्चा अलिक खुल्ला भएको
भनेपछि तपाईँले चाहिँ चिहान घाटबाट पनि बच्चालाई अस्पतालमा ल्याउनु भएको छ अस्पतालमा ल्याएर कस्तो छ कन्डिसन अहिले अहिले यहाँ जो अब त्यही पनि डक्टरले भन्नुभएको छ अब बस्न त गाह्रो होला त्यही पनि हामी कोसिस गर्छौँ भन्नुभएको छ त्यही पनि अहिलेसम्म जीवितै छ तपाईँको होइन अब हामीले भिडियो पनि राखेका छौँ त्यो त्यति हजुर भिडियो पनि राखेका छौँ हामी अब हेरौँ न भगवान्को भरोसा हो न हामीले भनेको यदि यहाँ कुनै त्यस्तो समस्या भइदिएको भए हामीलाई भनिदिएको भए यदि तपाईँको आइसियू यहाँको व्यवस्था छैन भने तपाईँहरू आइसियूको व्यवस्था गर्नुहोस् भनेपछि हामीले व्यवस्था गर्थ्यौँ कि हजुर तर के भयो भने यहाँ लापरवाही चाहिँ एकदम देखियो कि होइन किनकि उहाँले मलाई लाग्छ त्यो बच्चा उहाँले थाहा पाइ अब यो 6 महिनाको बच्चा छ 600 ग्राम चाहिँ बाँध्दैन किन उ गर्ने भनेर लावारिस छोडिदिनु भयो अनि त्यो जीवित बच्चालाई पनि उहाँहरूले चाहिँ अब उहाँहरूकै लापरवाहीको कारणले गर्दा चाहिँ त्यो सर्टिफिकेट छ तपाईँ डेथ सर्टिफिकेट दिएन मैले माग्दाखेरि उहाँले दिनु भएन पहिला जुन एउटा कागज दिनु भएको भन्ने कुरा गर्नुभएको छ नै कागज त्यो साइन गराउनु भयो साइन गराएर त्यो कागज चाहिँ त्यो आमाको के डेलिभरी केसको के साइन भन्नुहुन्थ्यो अघि मैले त्यो कुरा पनि राखेँ तपाईँसँग मैले पेपर माग्दाखेरि त्यहाँ सिस्टरसँग पेपर पनि दिनु भएन भनेपछि तपाईँलाई थाहा छ कि बच्चा जिउँदो छ भनेर नत्र तपाईँले हामीलाई दिनुहुन्थ्यो भन्दाखेरि होइन त्यो एउटा हाम्रो त्यो सिस्टम हुन्छ यताउता त्यो बच्चाको डेथ भएको त्यो छुट्टै दिन मिल्दैन के भन्नुभयो होइन त्यही भएर चाहिँ त्यसो भएर अहिले हामी त्यहाँ छौँ अहिले त्यही कुराको लागि हामी यहाँ छलफलमा चाहिँ